कम्री म सबैजनालाई है र घरकै आँगनमा रोपेको मेरो यो तितेबी है यसरी दुःख गरिराखेको छ भने सबै कुरो हुन्छ भने चाहिँ हो रहेछ है। म घर आँगन पछाडि अगाडि यसरी बी सिमी टमाटर रोप्ने गर्छु है र एकदमै यो के हो यो मेरो हात केही चिज रोप्यो भने मजाले फल्छ। हेर्नुहोस् न एकदमै फलिरहेछ हो। आज चाहिँ यसरी दुःख गरेको है बीलाई आज टिपेर सब्जी बनाउने फ्रेस अर्ग्यानिक चट्टै 2 दाना हो। आम्मामामा एकजनाको लागि त आरामसे दुःख चाहिँ गर्नुपर्छ गाइस। मेरो रुख टमाटरको दाना कति छ भनेर अस्ति कमेन्टमा कसैले पनि राखिदिएन, नभए इनाम 500 रुपियाँ पाउँथ्यो। कसैले 100 अरे, कसैले 50 अरे, कसैले 36 अरे, कसैले 45 अरे, कसैले 85 अरे। एकदम सही बताउनु सकेन। सही बताउनु सकेको भए 500 रुपियाँ क्यास पाउँथ्यो। आहा आज चाहिँ बीको सब्जी खाइन्छ। टमाटर फेरि पनि देखाइहाल्छु है तपाईँ बिचरा। अब यही टमाटर हो। यो टमाटर कसैले गेस गर्न सकेन कतिवटा दाना छ भनेर है, नभए ठ्याक्कै 500 रुपियाँ पाउँथ्यो क्या। ल गाइस म चाहिँ अब घरतर्फ लागेको। अनि खासैमा भन्नु पर्दाखेरि चाहिँ छ नि गुरु मासुसँग लाउने पर बुझ्दैछु है। गुरु मासुसँग चाहिँ मजाले पिछे बिताउँछ नि त हो। सानो सजिलो जान्छ यस्तो। तपाईँले पनि दिएर गुरु मासु बनाउनुहोस्। खाना नखाने मान्छेले नि यति खान्छ है, यति खान्छ।